अलराइट गाइज, सो एनइबी बोर्ड एक्जाम्स आइरहेछ अनि स्टुडेन्ट्सहरू नपढेर युट्युबमा भिडियो बनाइरहेछन् अनि प्रोटेस्ट चल्दैछ गरे टिचर्सहरूको मोर लाइक सुपर डान्सर नेपालको अडिसन। ये सब क्या देखना पड़ रहा है। बट टु बी फेयर डान्स अलि राम्रै थियो होइन, लाइक प्रोटेस्टले केही होस् नहोस् एटलिस्ट नेपालमा आर्ट फर्म त प्रमोट भइरहेछ। यति धेरै टिचर्सहरू त मलाई काठमाडौँमा छ जस्तो पनि लागेको थिएन कि। लाइक मेरो स्कुलको एउटा टिचरले 7वटा स्कुल पढाउँथ्यो कि, त्यही पनि दिनभरिमा। चल झुटा। एनिवेज बट एक्जाम्सको बारेमा कुरा गर्नुपर्दा स्टुडेन्ट्सहरूले अलिक धेरै टेन्सन लिन्छन् होइन। मेनली त यो 12को एक्जाममा म भन्छु कि नलिउ के टेन्सन, जसलाई 4 GPA ल्याउनु छ उनीहरू मात्र लिऊ, बाँकी त आनन्दले आन्सर्सहरू लेख्ने हो, पास भए मात्र पुग्छ होला। आधी जस्तो मान्छेहरू त विदेशै जाने होला 12 पछि भाँडामा, अनि बाँकीको आधी जो यतै बस्छ यु गाइज मस्ट ह्याभ सम स्किल्स। अरू छैन भने पनि केही छैन, डेभलप गर, स्किल्स डेभलप गर्नु इज भेरी इम्पोर्टेन्ट। डोन्ट वरी, कुनै वेबसाइटको प्रमोसन होइन, जस्ट पर्सनल एडभाइस। बाँकी त त्यही हो, साइन्स फिल्डबाट छौ भने बायो लिएको भए फार्मासिस्ट हुने होला, आइटी ब्याकग्राउन्डबाट भए प्रोग्रामिङ सिक्नु, बिजनेस लाइन भए व्यापार सिक्नु, र एचएम लिएर पढ्नेहरू त भाँडामा। जोक हो गाइस, जोक। हुन त अहिलेको सिचुएसन हेर्दाखेरि जोक हान्नु भन्दा ठुलो क्राइम कुनै हो जस्तो लाग्दैन मलाई। अनि मेन त जो देशमा बस्ने हो सबजना हेल्थ इन्स्योरेन्स चाहिँ लिएर बस। अहिलेको ठाउँ एयर क्वालिटी हेर्दाखेरि तिमीहरूलाई चाहिन्छ, इट्स भेरी इम्पोर्टेन्ट। तिमीहरूलाई कि मलाई पनि चाहिन्छ नि। लास्टमा त फेरि एक्जाम्स नै क्यान्सल हुने हल्ला छ, तर मलाई लाग्दैन कि एक्जाम क्यान्सल हुन्छ भनेर। सरकारले सोसियल मिडिया क्यान्सल गर्न सक्छ, नट एक्जाम्स। सो यस आजको लागि यति नै, एन्ड अब म पनि पढ्नु पर्दा जस्तो लाग्यो मलाई चाहिँ। अनि यो भिडियो जस्ट टाइम पासको लागि थियो, डोन्ट टेक इट सिरियसली एज अलवेज। आजको लागि यति नै, आइल सी यु इन द नेक्स्ट वान। Peace out and bye bye.